नमस्कार छ सबैजनालाई। फेरि स्वागत छ मेरो नयाँ माइनक्राफ्ट सर्भाइभल सिरिजको भिडियोमा। आज चाहिँ म बनाउन गएको एउटा युजफुल सानो ठिक्कमा सर्भाइभल सिरिज बनाउन सक्ने होइन, एउटा सानो विट फार्म या फुड फार्महरू क्रप फार्म त जेन्स हुन्छ विट पट्याटो क्यारोटहरू जे हुन्छ त्यसमा चाहिँ होइन सिम्पल सेमी अटोमेटिक हुनेछ। यो चाहिँ होइन फुल्ली अटोमेटिक होइन, सेमी अटोमेटिक हुनेछ। ल गाइज अब धेरै ढिलो नगर्दै भिडियोलाई सुरु गरौँ। गाइज तपाईँहरू सब्सक्राइब पनि गर्नुभएको छैन त 80%ले चाहिँ सब्सक्राइब गर्नुभएको छैन, त्यसलाई सब्सक्राइब गर्नु मलाई धेरै हेल्प हुन्छ। ल सुरु गरौँ गाइज। ल गाइज सुरु गरौँ भने चाहिँ अब यो 7x7 एउटा बेस हो, बिचमा चाहिँ पानी हुन्छ गाइज होइन। यो सिम्पल हुन्छ त्यस्तो, तर हल्का सिम्पल भन्दा हल्का म लार्ज स्केलमा बनाउँछु। यो चाहिँ मेरो सुगर फार्म हेर्नु तँलाई चाहिँ पुरा अगाडि भिडियो हेर्नु याद छ, मैले दुईवटा बनाएको थिएँ, सबै दुईवटामा थपेको सकेको गाइज होइन। र सुरु गरौँ केही ढिला नगरी। र बिचमा चाहिँ एक ब्लकको छोड्नुलाई ट्याक्कै होइन, यो बिचबाट ट्याक्कै एउटा 3 ब्लककोहरू हुन्छ गाइज। सब वरिपरि हेर्न सक्नुहुन्छ 3 ब्लक हुन्छ गाइज सबैपट्टि। यसो 3 ब्लकमा यसको होइन हल्का लामो लम्बाइ चाहिँ लामो या ब्रेड चाहिँ लामो सक्नुहुन्छ। 7x9 पनि बनाउन सक्नुहुन्छ गाइज होइन। मैले बनाउन लागिसकेको चाहिँ यसलाई चाहिँ फार्ममा हल्का गरौँ। अन्त गाइज ल अर्को सेकेन्ड लेयर बनाउँ। त्यसको टाइम ल्याप्स हेर्नु होला गाइज, धेरै टाइम लामो नलागेन। ल गाइज टाइम ल्याप्स हेर्नु होला। यसमा पनि तलको सेम प्याटर्न गर्नु, तिनवटा त्यहाँ बिचको 3 लोगर गर्नु होला। 1 2 3 अनि 4 चौथो फ्लोरमा चाहिँ पानी हाल्नु होला गाइज। यसरी नै सबै ठाउँमा गर्नु होला। म चाहिँ होइन रोपिदिइहाल्छु अगाडि नै, चाँडो हुन्छ केही छैन। गाइज यसमा त्यही कपी गरिदिउँ। लगाएर यसो फुल लेयर बनाउँछु, टाइम हेर्दै गर्नु होला। थ्याङ्क यू। यसरी नै अब सबैमा गर्दै जानु होला, 3 ब्लकमा पानी हाल्दै जानु होला। मैले बिचमा ऱ्यान्डम हालिरहेको छु होइन, त्यो चाहिँ टेन्सन नलिनु। गाइज तपाईँ चाहिँ त्यस कमाउनुहोस् ल। यसो सबैलाई यसो यो खुवाउनु अनि भेट्छु है गाइज। ल गाइज त्यो भन्दा दुई ब्लक एक ब्लक डिग गरेर सार्नुलाई अनि भर्नुलाई गाइज होइन। ल यसो यसलाई कभर गरौँ गाइज अनि भेट्छु गाइज। टाइम ल्याप्स हेर्दै गर्नु होला। थ्याङ्क यू। ल गाइज अब चाहिँ डिस्पेन्सर आउँ गाइज। मैले चाहिँ 5 राखेको छु गाइज, यहाँ भिडियोमा 3 राखेको, पछि मैले 5 दुईवटा थपिसकेको छु गाइज। 1 2 3 4 5 6 7वटा डिस्पेन्सर हाल्न सक्नुहुन्छ होइन गाइज। मैले चाहिँ थोडा दिन हालेको थिएँ, फेरि पछि लास्टमा 7 3 हालिदिएको छु गाइज होइन। हेर्दै जानु होला सहीको प्लेस भएको। सेवास ल गाइज होइन। यसो तपाईँहरू कन्सियर हुन्छ लाइट लेभल राम्रो हुनुपर्छ है गाइज होइन। म चाहिँ लास्टमा अलिअलि लाइट हाल्ने छु। सबैमा यसरी पानी भरिदिनु गाइज होइन, यसरी पानी राखिदिनु।
यस्तो चिज होइन गाइस होइन अब यसो रेस्टुरेन्टलाई कन्ट्री गर्नु लागि गाइस होइन प्रायः सुरु सबैलाई रेस्टुरेन्टले कन्ट्री गर्नु म चाहिँ होइन यति चाहिँ 7 लेभल बनाएको छु तपाईँ चाहिँ मतलब 2-3टामा बनाउन सक्छ 2-3टा सब त्यही बनाउँछ यसो सबैले वाटर सप्लाई ब्लक गरिदिनु होला स्ल्याबले फेरि ब्लकले स्ल्याबले बाँधेर त्यसले गर्दा सबै वाटर जाँदैन यो के भइरहेको मेरो यो एम कस्तो गाइस सेटिङ हुँदैन म खेल्दिनँ आउँदैन गाइस तर सिकेको छु टेन्सन नलिनु सो यो सबै गर्नु बिचमा रिपिटर राख्नु गाइस मैले चाहिँ राख्न बिर्सेछु पछि एड गरेको छु होइन बनाएको थिएँ 1-2 मात्रै एड गरेको छु ल गाइस तपाईँ चाहिँ प्रत्येक यस्तो 7वटा ब्लकमा एउटा रिपिटर राखिदिनु ल त्यसमा सजिलो हुन्छ त्यहाँ चिन्नु नपुग्ने टेन्सन हुँदैन त्यही भएर ल गाइस होइन त्यसलाई निसाम्ने जाउँ लाइक सिधै चाहिँ गाइस होइन बनाउँ छ त रेस्टुरेन्ट गाइस ल जम कान्छ जम ल गाइस बिचमा कहिले छोडिन्छ कहिले एउटा स्टेपमा एउटा रिपिटर चाहिँ राखिदिनु ल त्यो तपाईँलाई सजिलो हुन्छ होइन मैले चाहिँ राख्नु बिर्सेको चाहिँ आइदिनँ बिर्सेको थिएँ त यो गाइस कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु ल अब अर्को फार्म के बनाउनु कमेन्ट गर्नु नबिर्सनु ल है गाइस म बनाइहाल्छु है 2 सेकेन्ड ल गाइस बनिसकेको छ हेर्ने गाइस पानी कहाँसम्म आउँदैछ यदि बनेको राम्रो छ भने मुनिसम्म पर्छ काहीँ मिस्टेक छ भने त्यहाँ आधीबाट किन्छ के हुन्छ रोक्यो त ल गाइस के मिस्टेक छ भने मलाई थाहा भइसक्यो के मिस्टेक छ भन्नु तपाईँहरू गेस गर्नु के मिस्टेक छ त्यो मिस्टेक मिलाएर मैले यहाँ फेरि अब फार्मलाई यसो कभर गर्छु अनि भेट्छु गाइस गाइस अब सिड ड्रप गर्नु पऱ्यो विटको सिडहरू लिनु पऱ्यो क्यारेट नै रोपेछु गाइस लिनुपर्छ गाइस ल क्यारेट पनि लिइसक्यो गाइस होइन अब यसो प्लान गरौँ गाइस ल गाइस यसो प्लान गर्छु टाइमलाई छाड्दै गर्नु ल थ्याङ्क यू ल गाइस म प्लान गरेर आइसकेको छु होइन अब लिन्छु है गाइस ल गाइस अब चाहिँ यसो टाइम लस देखाउँछु यो ब्रेक गएको हेर्दै जानु ल गाइस हल्का यति बेरकोमा जाउँ होइन अलिक बिचमा जानु पऱ्यो गाइस भएन यहाँ तपाईँलाई पुरै टाइम लस त्यो अवश्य खाइँदैन यहाँ ठिक छ ल ठिक छ ल गाइस होइन अब टाइमलाई छाइदिनु ल थ्याङ्क यू
ल गाइस तपाईँले हेरिसक्नुभयो अब गाइस खोलिदिउँ पानीलाई गाइस हेरौँ कति कलर हुँदैछ वान टाइम है यो चाहिँ तपाईँले क्रप यो घुट्ला मात्र रोप्न सक्नुहुन्छ यिनीहरू एक दुईवटा फलेको छैन गाइस इग्नोर गरिदिनु अब धेरै वेट भइसक्यो गाइस 2-3 घन्टा लाग्छ गाइस यो फाट्नु गाइस हेर्नु गाइस सबै आउनुपर्छ गाइस जति लामो सक्नुहुन्छ मैले 7 बनाएको छ पानी 7 ब्लक ट्राभल गर्छ गाइस त्यो 7 ब्लक बनाइदिनु चाहिँ गइदिनु ल गाइस हेर्नु यति अहिलेसम्म यति बनेको छ एकैचोटि म अन्तिम एकैचोटि लास्टमा हेर्छु गाइस हाम्रो यति कलेक्ट भएको रहेछ एक हार्भेस्टमा अझ बढी हुन्थ्यो होला मैले त्यहाँ विडहरू अलिकति राम्रोसँग भन्दैन गाइस होइन थ्याङ्क यू आजलाई यति नै हो कस्तो लाग्यो कमेन्ट गर्नु होला कमेन्ट बक्स तलै छ त्यहाँ सब्सक्राइब गर्नु थ्याङ्क यू फर वाचिङ बाई।